हजुर नमस्कार सबैजनालाई मेरो मिनी ब्लगमा स्वागत छ। साथीहरू आज मलाई एउटा कुरा भन्न मन लाग्यो। के भन्दा तपाईहरुले 10 सेकेन्डको भिडियो हेरेर जज नगर्नु होला प्लिज। हामी गाउँले हो है, गाउँले हो, कहिले एकदम कामको चापाचाप हुन्छ। तपाईको 95% गाउँमा काम भएको भई हुन्छ, चापाचाप हुन्छ। 5% मात्रै हामी फ्री भइन्छ हैन। 5% मा सुतिन्छ, उठिन्छ, आफ्नो शरीरको केयर गर्ने, यताउता फेरि घर फ्यामिली इन्जोय त्यो हुन्छ के। तपाईहरुले 15 सेकेन्डको भिडियो देखेर जज गर्नुहुन्छ। ए सुति छ, यसले भ्याउँदिन, फोन गरिन, यो गरिन, कति भिडियो गराइक्यो भन्नुहुन्छ के। 100 वटा भिडियो राख्छ दिनमा भन्नुहुन्छ के। त्यो आफ्नो क्यापेसिटी हो के। तपाईले कसरी आफ्नो समयलाई मिलाउनुहुन्छ भनेर हेर्नु। समयमा तपाईको घरमा सबै हुने काम त झाडु पोछा पूजाआजा सबैको हुन्छ। त्यसपछि काम सकेर चिया भाँडा कुडा यताउता सकेपछि मेरो बिहान उठेदेखिको काम यो भयो। त्यसपछि यो भयो है, यो भयो साथीहरू। त्यसपछि यो चटनी भयो, पुदिना र लोकल टमाटरको चटनी भयो। त्यसपछि यो दाल भयो, अडरको दालमा यसरी गुन्द्रुकले झानेर कस्तो मजा आउँछ साथीहरू, यो भयो। त्यसपछि यो भयो है। अनि किन यत्रो पकाउनु भएको भन्नु होला। गाउँघरमा मैले भनिसकेँ, कहिलेकाहीँ धेरै कामहरू हुन्छ, कहिलेकाहीँ कामहरू जो हुँदैन हैन। आज चाहिँ मेरोमा प्राय जस्तो 2 वर्ष जति भयो काम गर्ने मान्छेहरू हुनुहुन्छ। केही कामहरू हैन, मेरो बुढाले यताउता ठेक्का लिएको कारणले 2 वर्ष जति भयो मैले डेली लगभग तपाईको 2 वर्षमा 24 महिनामा 20 महिना त यसरी खाना पकाइरहेको छु। अनि नेपालको लाइन यो पारा हुन्छ। लाइनमा मेरो खुर्सानीहरू मसला चिप्स पनि यसरी पिसेर गरेको थिएँ। यो भ्याइए थियो, आज सिद्धिएको भएर यो बनाउनलाई रेडी गराएको लाइन गयो बिहानदेखि। चटनी बनाउ गरेको लाइन गएको थियो। अनि हल्का मेरो छोराको हेल्प मागेर दरदरा गराएर चटनी मसला पिसे थिएँ। मसलालाई काम चलाएँ, चटनी फेरि बिचमा लाइन आएर मैले यसरी गराएको छु। त्यसको साथसाथै आज मैले 5 पटक ग्यास अफ गरेँ, किनकि 1-2टा सामान ल्याउँदा त ठ्याक्क दिन हुन्छ, तर धेरै आउँदाखेरि पसलमा पनि हेर्नुपर्छ। यसै गरेर फेरि मेरो यता पनि हुनुहुन्छ एउटा सरहरू मलाई बोलाइसक्नु भएको छ। म वहाँ पुगेर फेरि भिडियो गराउँछु कुन सरहरू हुनुहुन्छ भनेर। किनकि थोरै मात्रै जान लेट गऱ्यो भने उहाँहरूले कहाँ गरेको बेला जान लेट गऱ्यो भने उहाँहरूले खाइदिनुहुन्छ। के खाइदिनुहुन्छ भनेर म देखाउँछु है तपाईहरुलाई। अब त बुझिसक्नु भएको होला तपाईहरुले। बुझिसक्नु भएको होला मेरा सोल्टीहरूले। यिनी च्याप पारिसक्नुहुन्छ। एउटा दिनुभएको छ, 2टा 3टा दिनुभएछ। यस्तो गर्नुहुन्छ, क्वा गर्नुहुन्छ। कहाँ यहाँ 4वटा दिनुभएछ, यहाँ 5वटा भयो दिनुभयो। यहाँ दिनलाई रेडी हुन लाउनु भएको छ, अझ 1-1.5 महिना लाग्छ। यसरी नआउने हो टाइममा भने उहाँहरूले पनि मलाई धोका दिनुहुन्छ। भन्नुहोस् अब तपाईहरुले 15 सेकेन्डको भिडियो हेरेर के जज गर्नुहुन्छ कि कति जति। फेरि तपाईहरुले फेरि केलाई देखाउनु पर्यो, तेरो तैँले काम गरेको तैँले राख्ने हो, तैँले खाने हो, तैँले कमाउने हो भन्ने पनि हुनुहुन्छ प्राय जस्तो साथीहरू। मेरो पर्सनलमा पनि प्राइभेटमा के आएर पनि तपाईको डेली लाइफ रुटिन राख्नु न भन्नुहुन्छ। तर मेरो फुर्सद नभएको कारण या मेरो मोबाइल, हामी अब यो गरिब हैन, फ्यामिलीबाट हो, अब मिडियम हो, त्यस्तो गरिब भनेर खाना लाउन नपुग्ने पनि छैन, तर काम चलाउ फ्यामिलीबाट हो। मेरो फोन राम्रो नभएको हुनाले म डेली भ्लग राख्न सक्दिनँ, थोरै कहिलेकाहीँ चाहिँ राख्छु। अब जस्तै त्यहाँ मैले यो खेती गरिन्छ, तर गर्यो हाम्रो आउँदै पानी आयो त्यो कारणले गर्दाखेरि यस्तो उम्रियो। अब यहाँ आमाले माथि भैँसी छन्, बाख्रा छन्, 8-10वटा 7वटा बाख्रा छन् भैँसी। अनि तपाईहरुले चाहिँ 2 मिनेट 15 सेकेन्डको भिडियो देखेर जज गर्नुहुन्छ के। तपाईको 100 दिनमा 5 दिन पनि हामी रमाउन नपाउने। अब यहाँ
ताजा अन्डाहरू यहाँ राख्ने। अझ यसै माथि पनि हामीले मासु काट्नुपर्छ, बुक्चर छ इ हाम्रो त्यहाँ होइन। अब कुखुरा काट्ने हो उहाँले, मैले अब उहाँ आमा हुनुहुन्छ, उहाँले र मैले। हजुर इ सरजी बल्ल काम सकेपछि आउनुभयो, लाउनुपर्छ मैले। त्यसपछि मासु चाहिँ यसरी काटेर राख्नुपर्छ हामीले, देख्नुभयो होला। आज मासु सिद्धिएछ, 2टा कुखुरा छन्, काट्नुपर्छ भरे। भनेपछि तपाईँहरूले यसरी जज नगरिदिनु होला कृपया। अब यो खाना दिँदै फेरि दिउँसोको रोटी नास्ता बनाउने बेला हुन्छ। 14जना हुनुहुन्छ आज, 14जनालाई कति रोटी बनाउनुपर्छ होला तपाईँ आफै सामान्य रूपमा पनि मूल्याङ्कन गर्नु। लगभग एकजनाले 10वटा होइन माइजू? 7जना हुनुहुन्छ, 10वटा हुनुहुन्छ, 10वटा जति लगभग। त त्यस्तो गरेको होइन, फेरि यतिवटा खानु भनेर भन्नुभयो भन्नु होला, त्यो भनेको होइन। लगभग धेरै जस्तो त्यस्तो हुनुहुन्छ, किनकि आफ्नो काम अनुसार, आफ्नो दक्ष अनुसार, आफ्नो शरीर अनुसार हो है। अब भनेपछि तपाईँको 14जनालाई कति बनाउनुपर्छ तपाईँ आफै भन्नु। अब खाना दिएर जुठो भाँडो गरेर नास्ता गराउने, त्यही पनि टाइम निकालेर मैले भिडियो गराउनु मेरो दक्ष हो, मेरो क्षमता हो। टाइम निकालेर गराउँछु, म रमाउँछु, खुसी हुन्छु। तर तपाईँहरूले किन जज गर्ने? के गरिस् तैँले, के काम छ भन्नुहुन्छ कि? डेली रुटिनको डेली भ्लगहरू गराउने हो भने तपाईँहरूले डराउनुहुन्छ होला सायद, तर हामी देखाउँदैनौँ। आफ्नो लाइफ हो, हामी यति काम गर्दा नि हामी खुसी छौँ, इन्जोय गरिरहेका छौँ, कसैलाई केही गरेको छैनौँ। अब पनि यो मेरै खेतमा उत्पादन भएको, यो सब मेरो खेतमा हुन्छ, उत्पादन हुन्छ है। एउटा अर्डरको दाल बाहेक मेरो खेतमा उत्पादन भएको आलु त तपाईँको अब 15-20 कुन्टल अहिले बनाइयो, अनि पुसमा चाहिँ 10 कुन्टल बनाइयो होइन। अब भात नि आफ्नै घरमा हुन्छ, लोकल टमाटरहरू छ, अर्को टमाटर छ, सबै छ। तर त्यो गराउन पनि हामीलाई टाइम लाग्छ कि। त्यसैले प्लिज आजदेखि बन्द गर्नुहोस् कि तेरो काम छैन, तेरो यस्तो उस्तो। अब प्रायः जस्तो आफ्नै फ्यामिलीहरू रिलेसनमा पनि भन्ने गर्नुहुन्छ कि। त्यो चाहिँ यो भिडियो हेरेर यसो तपाईँहरूले मूल्याङ्कन गर्नु होला प्लिज। आजदेखि स्टप गर्नु होला। यसैमाथि अब भरेलाई पनि जुगाड, अहिलेलाई पनि जुगाड गर्नुपर्छ है, अर्ग्यानिक। धन्यवाद मेरा छोराहरू यहाँ बसेछन् भिडियो देखाउनु भनेर। आज मैले एउटा भिडियो बनाएँ, त्यसको लागि धन्यवाद। सबैले यो भिडियो हेरेर माया गरिदिनु होला। बाई बाई, टेक केयर।